मैले चाहिँ विशेष गरेर दिदीको लागि यो भिडियो बनाएको कि अनि यो काँसको थालहरू मगाउनु भएको थियो। यो चाहिँ प्योर हातले बनाएको भोजपुरको थालहरू के एकदमै राम्रो हुँदो रहेछ। यस्तरी अमिलोहरू 2-3 दिन राखे पनि दागहरू नबस्ने होइन, स्वाट्टै जाने मस्काउँदा पनि एकदमै राम्रो क्या। करुवा पुरानो स्टाइलको लोटा अनि थालहरू है, कस्तो राम्रो क्या। अनि मैले मेमोरीको लागि भिडियो बनाएको अनि यसमा सबै उहाँले नै अर्डर गर्नुभएको। अनि यो ब्लाउज विथ साडी चाहिँ मेरै पसलको हो। उहाँले साडी र ब्लाउज मगाउँदै धेरै सामानहरू मगाउनु भएको थियो। अनि मैले चाहिँ सामानहरू मिस हुन्छ भनेर मैले सबै भिडियो बनाएर खिचेर राखेको थिएँ कि यो सामान भनेर बिर्सिन्छ भनेर। अनि मैले टक्कसँगले सबै सामानहरू कलेक्सन गरिसकेपछि अनि मैले त्यहाँदेखि पुर्याउनलाई म उता ट्रान्सफरमा गएको। अनि यो जेब्रामा चाहिँ के छ है, गाउँबाट आएको है, यो चाहिँ एकदम भरी छ यो जेब्रा पनि। म अनि ट्रान्सफरमा गएँ सरर यसरी गएँ है, मेरो दिउँसोभरिको काम के सरर गएँ, सुन्दारा पुग्यो है। अनि म ठमेलसम्म गएँ, ठमेलदेखि पठाएको नि त। अनि यसरी कार्टुनमा सबै त्यो फुट्छ भनेर सामानहरू मजाले प्याक गर्नु लाएर कार्टुनमा